त्यो त क्या छ होइन ठिकै भनिरहेको छु तर म बुझिरहेको छु इङ्ग्लिस कतै त केही छैन ल यसले के भन्नु भन्दाखेरि चाहिँ डिलिट सुरुमा डिलिट गरेर अनि यो पेज गरौँ भने चाहिँ डिलिट गरेर डिलिट गरेर स्टिल देखाउँछ भन्नु होइन तर त्यो त्यस्तो थिएन हाम्रो के फरक परेन सबै देखिरहेको ल त्यही इरर आएको थियो अब त्यसले इरर पनि बुझेन सुरुमा डिलिट गरेर अनि फेस गर्नुपर्ने रहेछ है यो किन भनेर मैले ठ्याक्कै बुझ्नु बुझेँ भनेर भनिदिन्छु ल आफ्नो डाटा अब हामी के गर्नु भने अपडेट गरौँ ल अर्को टिएस थपौँ अपडेट एक्सन्स नै हालिदिउँ न एक्सन्स बनाइदिउँ अनि यसमा एउटा के अर्को पेज खोलेर अपडेट गर्ने हो अर्को पेज अनि त्यो फर्म त एउटै कम्प्लिट गर्दा भइहाल्छ होला नि त्यही फर्ममा अपडेट गरिदिने अर्कोमा गर्दा पनि भेटेको हुन्छ मलाई लाग्छ जहाँसम्म त्यो सेमै पेजमा डिलिट सिलिट गरेर त्यस्तो इरर आएको हो कि तलमाथि भएर त्यो होइन अपडेट गर्दा चाहिँ अब दुई तरिकाको केस हुन्छ एउटा इनएरी यसलाई अपडेटेबल कोड बनाइदिने यसलाई यहीँबाट चेन्ज गर्न मिल्ने अथवा यहाँ अर्को पेज खोलेर त्यहाँ अपडेट गर्ने दुईवटा अप्सन छ त्यसैलाई चेन्ज गर्नु भनौँ यहीँ चेन्ज गर्नु होइन यस सर सेममा बनाउनु हस् ल अमिसेप भनेपछि अब मान्ने भयो है त त्यसमा बनाउन हामीले के गर्नुपर्छ भन्दाखेरि यसमा इनपुट फिल्ड हालिदिनुपर्छ हामीले है फर्म पनि हामीले यहाँ ओपन गर्न छोडेर अब फर्मलाई हामीले यहाँ ओपन गर्नु पर्यो यसलाई पनि कन्ट्रोल एक्स यहाँ तल आएर कन्ट्रोल बी कोड कम्प्लेक्स भइजान्छ क्या यिनीहरू हालिदिउँ भने इनपुट टाइप इक्वल्स टु टेक्स्ट भ्यालु हाल्नुपर्छ हामीले किनभने हाम्रो डाटा देखाउनु पनि छ नि त होइन अब भ्यालुभित्र यसलाई हालिदिनु पऱ्यो त्यसपछि नेम इक्वल्स टु युजर नेम यो बुझ्यो कसले भनेर भन अब मलाई हेलो एनी वान युजर नेम त्यो टाइपमा भयो भन्ने कुरा ए सरी आइडी हो यो आइडी अपडेट गर्न मिल्दैन नि है हामी चाहिँ सरी ल आइडीले अपडेट गर्न मिल्दैन यसलाई यतिकै छोड्छु यहाँ चाहिँ त्यो कुरा यहाँ चाहिँ लेख्नुपर्छ कपी गर्दा भइहाल्छ नि होइन डिफल्ट आइहाल्छ नि नेम इक्वल्स टु युजर नेम भ्यालु इक्वल्स टु यो कोडलाई त्यो गरेर टक्कसँगले ल्याएर भ्यालुभित्र हालिदिने ल अब यो कसले बुझ्नु भन ल बुझ्यो कि बुझेन गएन भन्दा हुन्छ म बुझाइदिन्छु तपाईँ काम गरेर आइदिन्छ त्यो गर्नु पऱ्यो नि एक काम गरिराख ल हामीले बेसिकली केही पनि गरेँ होइन हामीले एउटा इनपुट फिल्ड बनायो अघि हामी सेयर डाटा देखाइदिएको थियौँ होइन हामीले अब डाटा नदेखाएर हामीले इनपुट फिल्ड बनाएर त्यो इनपुट फिल्डमा भ्यालु भनेर त्यसमा पास गऱ्यौँ भ्यालु भन्ने प्यारामिटरले के गर्छ भन्दाखेरि दुईवटा प्यारामिटर राख्छ ल एउटा प्लेस होल्डर भन्ने हुन्छ अर्को भ्यालु भन्ने हुन्छ प्लेस होल्डरले चाहिँ त्यहाँ कस्तो डाटा हाल्ने भनेर इक्जाम्पल देखाउँछ र हामी डाटा हाल्यो त हराउँछ नयाँ डाटा आउँछ भ्यालु चाहिँ के हुन्छ भन्दाखेरि अलरेडी एक्जिस्टिङ डाटालाई त्यहाँ राखिराख्छ हुन्छ नि त्यो बुझ्यो नि भनेको अलरेडी एक्जिस्ट के गरिरहेको छ युजरको नाम एक्जिस्ट गरिरहेको छ 600 होला 50 होला केही एक्जिस्ट गरिरहेको छ होइन सो त्यो नामलाई राखिदिन्छ र त्यही नाममाथि हामीले इनपुट फिल्डबाट त्यो अपडेट गर्ने थप्ने हटाउने यताउता गर्न दिन्छ बुझ्यो नि यसलाई यस्तो गरेर सिमिलरली पासवर्डमा चाहिँ अलिकति डिफ्रेन्ट हुनसक्छ ल किनभने पासवर्डमा चाहिँ कस्तो लामो पासवर्ड आएर बसेको हुन्छ कि ल यस्तो गरेँ हामीले अब हामी अरू के गर्यौँ भन्दाखेरि अब अर्को इनपुट फिल्ड बनायो यहाँनिर टाइप सबमिट त्यसपछि यसको अब के दिने नेम दिनुपर्छ पर्ने होइन भ्यालु भ्यालु इक्वल्स टु पनि अपडेट सबमिट बटन आयो कि आएन हेर्नु त आयो ल अपडेट आयो होइन पासवर्ड पनि त्यति किन आयो भन्दाखेरि मैले त्यो कपी पेस्ट गरिदिएको थिएँ यस्तो भयो है आयो होइन अब हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ माथि जानु पर्यो फेरि मेथड त्यसपछि यसको नेम पनि दिनुपर्छ सायद नेम अपडेट अनि त्यसपछि यहाँनिर अब यहाँनिर के लेख्नुपर्छ एन्डमा यति सबमिटवाला कुरा हजुर अब हामीसँग दुईवटा फर्म आयो नि त होइन कुन बटनले के काम गर्ने भनेर कसरी लेख्ने भन्दा हामीसँग दुईवटा बटन आयो नि त होइन अब हामी यसलाई यत्तिकै छोडिदिउँ भने के हुन्छ भन्दाखेरि एउटा क्लिक गर्दा अर्को काम पनि गर्न सक्छ बटनले होइन अब त्यो नेमबाट जाने आइडेन्टिफायर नेममा के लेख्छ भन्दा यहाँनिर कसरी लेखिन्छ हो के थियो थाहा छैन मलाई पोस्ट समथिङ पोस्ट त थियो $पोस्ट समथिङ त्यस्तै
थियो जस्तो लाग्यो मलाई बिर्सिसक्यो है मलाई खालिबाट गलत सबै जान्दै थियो खै त भइरहेको किन चाहिँ के भने मैले गलत भने कुरा भने होइन एकजना नयाँ मान्छे जोइन गर्नुभएको थियो त्यतिखेर को थियो जेनिस त झन् कहाँ उहाँदेखि आयो होला केटाबारी गएको होला बसबाट गएको होला केटाबारीको चाहिँ कपडा बनाएको खै त यहाँ भन है म यहाँ भन है त्यति आउनुपर्छ यो होइन म दिमागै झरेन मेरो पुरो सिस्टमभरि युज भएको यो सिस्टमभरि युज भएर के भन्छ भयो त दिमागमा पनि हुनु गयो नि के म भन अझ एकचोटि क्वेसन भन लु भनिदेऊ हामीसँग हेर यहाँ एउटा बटन छ अर्को इनपुट टाइप सब्मिट छ एउटा बटन टाइप सब्मिट छ ठिक छ नि यता पनि इनपुट टाइप सब्मिट लेखिदिनु ल लेख्नु मिल्दैन मिल्नुपर्ने मिल्दैन छोडिदिनु फेरि छोडिदिनु होइन हामीसँग दुईवटा बटन छ बेसिकली भन्नुपर्दा ठिक छ अब कुन बटन हुँदाखेरि कुन यो इफ कन्डिसन युज गर्ने भनेर कसरी देखाउने भनेर सोधेँ क्या मैले त्यो इफ सेट हालेर नै एक्ज्याक्टली त्यही त बुझ्नु खोजेको नि मैले त्यो त मैले सुरुमै भनेको थिएँ जस्तो लाग्यो मलाई है सुनिनँ ल हेर्नु अब यहाँ दुई तरिका हुन्छ माथि नै हाल्यो कि मुनि पनि हाल्यो कि मुनि हाल्यो इफ सेट के सेट गरिन्छ तर हाम्रो पोस्ट होइन अब यो के छ भनेर हेरौँ न अब हामी नाम के राखेको थियौँ भन्छ यसको नाम अब नेम अपडेट राखेको थियौँ होइन सो इफ अपडेट छ भने अपडेट क्वेरी रन गर्ने सरी अब हामीसँग डाटा हाल्नु मुनिबाट के डाटा सबै हाल्नु आइडी अपडेट हुँदैन सो आइडी नगर्नु हुन्छ युजर नेम इक्वल्स टु $_post अनि युजर नेम सिमिलरली पासवर्ड इक्वल्स टु जेन्स तिमीले सबै मिस गर्यो है त्यो चाहिँ स्पेसल हुँदै जान्छ त्यसमा जेन्सलाई सबै लिङ्क बनाउँछु जेनिसको सँगसँग म पढ्नु पर्दैन रहेछ मेरो अर्कोतिर जाने बेला हुन आँटेको छ ठिक छ हामी एसक्युएल लेख्छौँ फेरि यहाँ चाहिँ अलमोस्ट सुरु पनि सक्यो नि डिलिट भइसक्यो अपडेट भइसक्यो इन्स्टल भइसक्यो अपडेट लास्ट एउटा अपडेट मात्र माथि हो अर्को सकिसक्यो मलाई फेरि भन्नु ल सोधेको हुन्छ अपडेट के छ भन्दा क्वेरी अपडेट युजर हजुर सेट समथिङ पनि हुन्छ यहाँ जस्तो लाग्यो नेम इज इक्वल्स टु यहाँ क्वेसन मार्क लेख्नुपर्छ कि नलेख्ने भन अब युजर नेम होइन भन है तिमीहरू चुज गर है म दुई तरिका चाहिँ गर्ने कुन तरिका युज गर्नु भनेर इजी तरिका युज गर्ने कि सेक्योर तरिका युज गर्ने भनेको कुरा इजी नै युज गरौँ न अब सेक्योर त 25 सितम लाएर क्या लास्ट इयर सिधैपछि त्यसको त कति निर्भर गरौँला नि त्यो त नगर्दैन हो इजी तरिका गर्दिनु अहिले त्यो तरिका लाग्नुपर्छ ल त्यो चाहिँ कस्तो रहेछ देखा दोले त्यो कस्तो भनेको ल त्यसै म इजी तरिका एउटा हाल्दिएँ ल केही सब्जी लाग्छ भने त्यसमा माथि हटाइदिएँ पासवर्ड नपाउने ए सिधै पासवर्ड हाल्नु नि पासवर्ड ह्यास गर्नु पर्दैन फेरि ह्यास पासवर्ड इक्वल्स टु पासवर्ड पासवर्डमा डिफल्ट अन्डरस्कोर पासवर्ड यही होइन क्लियर कार्ड होइन हेर्नुपर्छ अहिले के क्लियर आयो यहाँ चाहिँ हुनु पर्यो यहाँ छ पासवर्ड अन्डरस्कोर डिफल्ट ल यो चाहिँ हो हाम्रो ह्यास पनि गऱ्यौँ तर म अझै अलिकति केही यो आउँछ जस्तो लागिरहेको छ कि म भेरिफाई गरिहाल्छु ल जस्तै हामीले आइडी त पठाएको छैनौँ नि त होइन ओके न त के चाहिँ आइडी त हामीले यहाँबाट देखाएको मात्र छौँ हामीले आइडी त इनपुट फिल गरेर पठाएको छैनौँ नि त सो आइडी त पठाउनु पर्दैन पर्छ किन पर्छ अनि तिमी यो वेयर कन्डिसनमा आइडी कहाँबाट ल्याउँछौ मात्र ए यही होइन तर आइडी यसरी पठाउनु पर्यो कि यहाँ गएर चेन्ज गर्न चाहिँ नमिलोस् आइडी चाहिँ चेन्ज नहोस् त्यही नै थाहा जस्तो लागेको छ मलाई हेरौँ भएन त आइडीमा पिपी आयो आइडीमा आइडी आउनु पर्ने हो ल
ल यस्तो आयो तर आइडी पनि चेन्ज गर्न मिल्छ नि त अब हेर्दै आइडी चेन्ज गर्न नमिल्नु पर्ने होइन यसलाई के गर्नु पर्ने के भन्दाखेरि नि यहाँनिर यसलाई इनपुट फिल्डलाई चेन्ज गर्न नमिल्ने बनाउनु के गर्नुपर्छ भनेर कसैलाई थाहा छ के थाहा छ भने भन न त्यहाँ ब्याक सेट भन्ने छ डेटा नलिउँला हतार छ हाउ टु मेक इनपुट फिल्ड के भन्छ होइन अन राइटेबल बुझिताहरू चाहिँ क्यारेट क्यारेट ल रिड अनली लेख्नु पर्ने रहेछ गएर ओके ल चेन्ज गर्न मिल्दैन ल ठिक छ अब हामी कुरा चाहिँ सर्भर फेरि हेरौँ त हामीले के गर्यौँ भन्दाखेरि यहाँबाट पठाइरहेको छु इनपुट पनि गयो युजर नेम होइन यहाँ आइडी हुन्छ आइडी पनि गइरहेको छ युजर नेम गएको छ नेम यहाँ पनि यहाँ पासवर्ड हुन्छ त्यसपछि डिलिट गरेर पनि काम गरिरहेको थियो अघि गएर टेस्ट गर्नुपर्छ अपडेट गरेर पनि काम गर्नु पर्यो ट्राई गरौँ त अब त्यसको डिलिटहरू गरिहेरौँ त ल डिलिट भइरहेको छ होइन अब हामी रजिस्टरमा आएर जेनिस हालौँ ल त्यसपछि अरू कसको हाल्नु आइन्छ सौरभ पनि हालिदिउँ ल सबमिट भयो अब त्यसपछि हामी ड्यासबोर्डमा अब हामी के गरौँ भन्दाखेरि अपडेट गरौँ ल यो डिलिट भयो किन डिलिट भयो भनौँ जिरोको माथि भएको यो मुनि यो रन भइरहेको छ होइन एल्स फङ्सनमा अब हाल्यो दुईटै कन्डिसन अप्लाई गर्नु दुईटै कन्डिसन तर भयो जेनिस लाग्नु पऱ्यो नि त रिसाउँछ जेनिस ल अब यसलाई म फेरि गएँ यता ल अब ड्यासबोर्डमा आएर म के गर्छु भने जेनिसको नाम चेन्ज गर्छु के राख्छु भन्दाखेरि लेट जेनिस ए सरी त मरेको बुझ्नु जेनिस इज लेट होइन अब अपडेट गरिदियो भने भएन किन भएन बुझ्नुपर्छ ल जेनिस नै छ ल अब कोडले यो रन भइरहेको छैन लेट मी अन्डरस्ट्यान्ड यहाँ किन ख्याम गरिरहेको छैन को भयो सौरभ भाग तर मेरो नाम किन चेन्ज गर्नु भनेर सायद ल केही छैन अब यसो गर्नु मलाई हतार छ कि म यस्तो गरेर चाहिँ ड्युटीमा हाल्छु बुझाउन ट्राई गर्छु किनभने मैले आफै हेर्नु पऱ्यो भने टाइम लाग्छ त्यो कन्डिसनहरू यताउति भएको बेला मात्रै अब क्वेरीहरू त अलमोस्ट राइट नै छ सिन्ट्याक्समा हिँड्छ भन्छ ए हामी त यहाँ त यस्तो गर्नुपर्छ नि त त्यो तिमीलाई यति पनि थाहा छैन तिमीले बुझाउनु पर्ने होइन यति मलाई थाहा छ ए यो त थाहा अनि यता आउँछ पनि परेको ओइ अर्को ल अब के गरौँ सौरभ आएको छैन सौरभ इज गन ल सौरभ इज गन अपडेट गरौँ अझै भएन अझै के भयो अर्को पनि केही छ होइन सबै कोड दियो फेरि मलाई दुईवटा बटनै राख भनेको छ ट्राई गरौँ एउटा नि सौरभ हेज लेफ्ट अपडेट गर्यो अरे के भयो म भ्यालुमा यो छ आम्मामा त्यसले त केही पनि स्पेसल त्यो आसियानाले स्पेसल क्यारेक्टरले त त्यसलाई स्पेसल क्यारेक्टर लिनुपर्छ होइन त्यसले त केही पनि फरक पर्दैन के भइरहेछ भनेर त्यसले त खासै असर गरेको नहुनु पर्ने हो जहाँसम्म मलाई थाहा छ यो पनि केही फरक परेन चेक गरौँ ल नि हालि फेरि हो हतार हरि झन् बताएर ल टेस्ट चेक यसरी हालेर क्लियर भयो नि ल सौरभलाई 1 2 3 भनिदिउँ अब अपडेट अझै भएन दुईवटा एकै ठाउँमा ह्यान्डल गरेर यस्तो गर्छ लागेको छ कपी गरेर हेरौँ न के भएको छ यसलाई म यस्तो गरेर कमेन्ट गरिदिन्छु अहिले काम कस्तो गर्नु हेरौँ भनेर कोड बुझ्न ट्राई गर्नुपर्छ आई डोन्ट हेभ मच टाइम ल अपडेट भयो अब होइन अहिले अपडेट भयो अब हेरौँ के भइरहेको छ पनि हेरी
दिनेशको पनि इच्छा छुट्टै बनाइदियो मैले एल्स फोन आयो भ्यालिडेसनको कुरा भयो खासै त गर्दैन हाम्रोसँग यसमा के डिफ्रेन्स छ यसलाई यस्तो गर ल यसले पनि त हाम्रो त छैन नि त केही छैन ढिलो भयो भने जाऊ तिमी मलाई घरै गाइड आउँछ घर जान कसै नबुझेको कुरा छ भने चाहिँ सोध ल बबिता जेनिस अमिस के छ नबुझेको मैले त सबै बुझेँ यार थ्याङ्क यू सो मच सार्केजम हालेर मैले केही बुझेको छुइनँ भनेको यसले मैले होइन पर्फेक्ट भएन क्लास अब म नै एक्सेप्ट गर्छु होइन ब्रो राम्रो थियो यार म फर्स्टदेखि अहिलेसम्म बस्दैछु दिन त आइहाल्नु पर्ने आमुलाई फेरि 5 हुन 5 भएको त किन छ यहाँ म यो भोलिको लागि चाहिँ कसरी पढ्दा ठिक हुन्छ तँ चाहिँ सिकाउ न भोलिको लागि म तिमीलाई ठ्याक्क अहिले सबै गरेको कुरोहरू पठाइदिन्छु कि त्यहाँ एकचोटि हेर्नु अब भोलि नै हुन्छ भनेर नि छैन भोलि होला जस्तो मलाई लागेन निहारिकामा त नोटिसै आएको छैन अरे कसैको झन् होइन भोलि हुँदैन सरले अनलाइन भनिसक्नु भयो त कुशल सरले अनलाइन चाहिँ भन्नुभएको थियो कि तर जहाँसम्म अनलाइन इक्जाम चाहिँ शनिबार हुन्छ भन्ने नोटिस मात्रै त्यस्तो दिनुभएको छ होइन अब कलेजको होइन रेडी हुनु मात्रै लाग्नु भएको हो भोलिसम्म भोलि पछाडि जहिले पनि हुनुसक्छ साथक भिडियो पठाउने दोस्त केबाट पढ्नु त्यो भिडियो अहिलेको एकछिन रेकर्डिङ पठाइदिउँ भने पठाइदियो कति घन्टाको भयो 1 घन्टा त्यो पनि 15 दिन पढ्छ मैले त भिडियो खिचिरहेको छु यहाँ केही बुझेको छैन अमिसले जुगाड गरेछ यो पनि पठाइदियो कि साथक अनि अर्को पनि कुनै अरू भिडियो पनि पठाइदियो च्याट जिपिटीबाट पढ्यो न हामी सार्थकैबाट पढ्ने ल गाइज म त भिडियो तिमीलाई जिप फाइलमा हालिदिन्छु होइन ग्रुपमै हालिदिनु केमा हालिदिनु हुन्छ केमा हालिदिनु एउटा सिन्ट्याक्समा मैले झुक्थेँ होइन त्यो बिकज अफ प्रिपेयर थिएन डाटाबेस क्रिएट गर्नुपर्छ डेमो भनेर डाटाबेस अनि टेबल बनाउनुपर्छ युजर्स भनेर आफ्टर द्याट यो सिन्ट्याक्स हुनुपर्छ आइडी युजर नेम र पासवर्ड त्यति भयो भने त अनि पुग्छ अनि मात्रै यो कोडले काम गर्छ है पिक्चर लगाइदिनु म अब अर्कोतिर जान्छु होइन हतार हुन्छ कोही जानु हजुर युट्युबमा कुन भिडियो हेर्नु मलाई सब छ कुनैमा 13वटा भिडियो छ कुनै के छ जुनमा धेरै धेरै आवर छ कि 5 घन्टावाला त्यो चाहिँ हेरेर त्यसमा बेसी बुझ्छ धेरै बुझ्नु राम्रो होइन यसो गर न तिमी कोड बुझ्नु भयो बुझ्यौ भिडियो हेरेर पनि तिमी अब हेरेर आफै हेर्छौ आफै हाल्छौ त्यही बुझ्छौ होइन तिमी एकचोटि कोड समझिनु पठाएको छु नि त्यो कोड बुझ्नु भने त्यही कोड क्याल्कुलेसन हालेर लाइन एक्सप्लेन गर त्यहाँबाट बुझ्नु भने चाहिँ भिडियो हेर ल अहिलेको चाहिँ पठाइदिनु होला तिमीले मलाई हालेको छु ए भिडियो पठाउनु भनेको 1.5 घन्टाको भिडियो छ जेनिसले त पुरा पढ हेरे पछाडि यस्तो खाइ नै हाल्छ त कलेज थाहै छैन होइन यार पर्फेक्ट भएन मलाई हाल्ने मन लाग्यो अपडेट कति गर्नु नि फेरि होइन म अनलिस्टेड मारेर हालिदिन्छु भिडियो टेन्सन तिमीलाई मात्र चाहिँ किन पठाउनु पर्यो फेरि एकता पेज त पढेको छैनौ तिमी भनेपछि भोलि चाहिँ हुँदैन होइन कुरो चल्ने यहाँ भोलि एकदम त हुँदैन भोलि केही पनि हुँदैन मजाले ढिलो उठ लुगा सुगा भएको धुयो तल धुयो उही त साँच्ची भन्दाखेरि होइन अब रिडिफेन्सको कुराहरू चाहिँ कतिको सिरियसली के हुँदैछ एक्चुअलीमा भनेर कुशल सरले त्यस्तो केही पनि भन्नुभएको छैन खै निहारिकामा त कसैको नोटिसै आएको छैन अब तिमीहरू त नक्रुड भयो ल ठिकै छ हाम्रो त रिप्रेजेन्टेसन रिडिफेन्स भाइभा डेमोन्स्ट्रेसन यस्तोवालाहरूलाई चाहिँ अलि त्यही त सरहरूको ठिकै छैन छैन क्या सरहरू ठिकै हुन्छ किन आउनु अगाडि पढिसक्नु भयो क्या प्रोजेक्टबाट हाम्रो प्रोजेक्ट पनि छुमाइदियो भने अनि हाम्रो पो आएको छ त सरहरूलाई के मतलब यस्ता प्रोजेक्टको वर्षमा 2-3 चोटि किनेर सरहरूलाई के मतलब त त्यही पनि कुशल सरहरूले त्यस्तो केही पनि हिन्ट सिन्ट दिनु भएन भन्दै त म सबैलाई नै सोधिराख केही छ भने पनि त त्यस्तो सिरियस मतलब निहारिकामा त केही भएकै छैन अरे कलेजबाट उठिसकेको यार कलेजको कुरा नगर न प्रोजेक्टको कुरा चाहिँ गर भन्दैछु
मैले कुरा गर्ने अन्दाजसँग भोलि भेट भन्दा थियो आज मैले भेट्दै भेट्नु अनि हाम्रो प्रोजेक्टको कुरा गरिदेऊ न त्यो कुशलसँग के कस्तो कतिको सिरियसनेस यताउति ओके भन्नु ल मेरो पनि त्यही हो सार मैले तिमीलाई एउटा भिडियो पठाएको छु त्यो हेर्दा हुन्छ कि हुँदैन हेर्दा ओके छौँ ल त्यही हेर्दा हुन्छ तिमी मुभी नै हेर न त्यही पनि हुन्छ ल दाउ गाइस पढ बाई थ्याङ्क यू अगेन बाई बाई थ्याङ्क यू ओके